Hello guys, welcome to our Rinku Pinku channel. हामी चाहिँ आज घुम्न ड्राई पिकनिकको लागि सीतापाडा जाँदैछौँ। अनि हेर्दै जानु होला हामी के गर्नेछौँ कस्तो रमाइलो हुनेवाला छ आजको भिडियो चाहिँ यो स्किप नगरिकन हेरिदिनु होला। अब चाहिँ हामी लाग्यौँ साथीहरू आफ्नो डेस्टिनेसनमा। अनि चाहिँ स्टार्ट हाम्रो जर्नी। एकदम मुखको ध्यान राख्नु मान्दैछ। कहाँ हौ तिमी? यता फर्को त साह्रो कपासेमा। हेलो गाइज, हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ। आजको म चाहिँ यो वाली भन्छन् र भन न मैले लाइन लागेर भन्नु। हेलो म चाहिँ यो ब्याग वाली। हेलो म चाहिँ ब्याग वाली। म चाहिँ कचङ कुचुङ वाली के छ हेलो भन न। हेलो म चाहिँ दिवाली। हेलो म चाहिँ चुकाली। हामी चाहिँ आइसक्यौँ। अब माथि जान्छौँ। म चाहिँ यो वाला चटपटे वाला। म चाहिँ रमाइलो हुन्छ। गाडी लागेर हैरान भइस। बमेडाली। म चाहिँ बमेडाली भन्नु न। हामी चाहिँ यो वाला बमेडाली वाला। हामी चाहिँ टिका वाला हामी है। अब चाहिँ हामी यहाँ जानु लाग्यो है माथि। ल हेर्नुहोस् यहाँको भ्यू। वाउ, लाली गुराँस हेर्नुहोस् साथीहरू। लाली गुराँस। फोटो सेसन। फोटो त्यसरी त्यति भनेको रे, तर आजसम्म मलाई नराम्रो चाहिँ के पनि भएको छैन नि। म बिरामी पनि हुन्न, कहिले के पनि हुन्न मलाई। औँसीमा जन्मेर खै के भयो मलाई। तर बिरामी पनि कहिले म सानो निमोनिया मात्र भएको। आज चाहिँ के पनि हेलो गाइस, हामी फर्केको अवस्था। अब चाहिँ हामी फर्किँदैछौँ। बाटो पनि देखाउने यसरी खतरनाक छ यो बाटो ए ल रेखा भन्न लाग्छ के होला। बिस्तारै रोक्यो। राम्रो भ्यू हेर्नु दुईटा गाडी सँगै आयो नि छेउबाट। बाटो यस्तो दामी छ, मलाई मन पर्यो यो ठाउँ। गाइसहरू भनेपछि यो ठाउँ आउन सक्नुहुनेछ। सिधै भगवान बाजेको घर। एकदम राम्रो छ हेर्नुहोस्। अगाडि मम्मी हामी चाहिँ घरतिर है साथीहरू आफ्नो डेस्टिनेसनमा पुगेर घुमेर हामी चाहिँ घरतिर लागेको। गाइसहरू आज चाहिँ न्यू मेम्बर्सहरू जोडिदिएर अनि हाम्रो आउटफिट हेर्नु कस्तो छ। ल टक्क लाएर च्याट्टा पारामा झोला पुरेर एकदम दामी भएर हिँड्नु भएर अब पहिले अरू पहिले हिँड्नु नि भन्दिन्छन्। गाइसहरू यिनीहरू फोटो खिच्दा म त पागल भइसकेँ हेर्नु। त्यही खिच्नु कुरै छोडिदिनु। ल भन्। अनि उसले भयो भन्छ उसले आज दिनभरि फोटो खिच्दै गयो हेर्नु। दिनभरि त अनि नाचेको पनि हो, डेक लगेको थियौँ।
स्पिकर लगाएको थियौँ अनि नाचेर रमाइलो भयो जे होस् रमाइलो भयो काला हे कहाँ मेरो कनेक्ट भइरहेको मेरोमा छ के मैले बन्द गरे बजाऊ हेर्नुहोस् तिनीहरूको पारा हेर्नुहोस् गाइजहरू ओइ यहाँ दारमा जाऊँ न तल यस्तो घाँस जस्तो हुन्छ नि एउटा गाडी आयो गरे गाइस अब गाडीमा जान नमिल्ने के गर्नु फ्रीमा लैदिनु पैसा सैसा छैन समस्या त्यो पर्यो गाडीमा लग्दैनन् गरे पैसा छैन समस्या त्यो पर्यो अब गाइसहरू सहरहरू भन्दा नि गाउँको टाढा टाढा आयो भने धेरै रमाइलो हुन्छ यो सहरमा होइन झ्याझ्या र फ्याफ्या भन्दा यहाँको हावाहरू चलेको सिरिरी अनि ड्राई पिकनिकको लागि अनि कुनै बर्थडे पार्टीहरूको लागि आउनु छ भने चाहिँ यस्तो दामी हुन्छ तपाईँहरू पनि आउन सक्नुहुनेछ अनि झ्याप्पै लाउने गरे गाइस यो मेरो साथी हेर्नुहोस् गाइस कति राम्रो छ यो हेर्नु देख्नुभयो अनि यहाँ यिनी पनि हाम्रो साथी हेर्नुहोस् गाइस आइफोनवाला मान्छे हो यिनकै आइफोनमा छ सबै हामी त अब नभएको मान्छे के गर्नु भएपछि किनिदिनु मान्छे छैन भइदियो त राम्रो हुन्थ्यो नि ओ यो खन्चाले हेर्दैन अझै खाँदैछ अघिले देखाएको थियो नि अझै खाँदैछ देख्नुभयो त खान नपाएको कस्तो हुनुहुन्छ राम्रो हुनुहुन्छ ल गाइस हामी चाहिँ यहाँ छेडा भन्ने ठाउँमा आएको छौँ यसरी हेर्नु गुम्बा